आज भने तपाईँहरूको लागि धेरै फोनहरू स्टक भइसकेको छन् है। एकदम गेमिङ फोनदेखि नर्मल 2000 सम्मका या 1500 सम्मका फोनहरू रहेका छन् है। यो रहेको छ एकदम फ्रेस कन्डिसन, डिस्प्ले ओरिजिनल रहेको छ, मात्र तपाईँले 1500 मै पाउँदैन। यो चाहिँ स्पेशल रहेको छन् भने अरू धेरै भेराइटीहरू रहेका छन्। जस्तो गेमिङ फोन यो रहेको छ भिभोको S1, जसमा 4GB ऱ्याम हुन्छ भने 128GB रोम हुन्छ। यसमा चाहिँ इन फिङ्गरप्रिन्ट डिस्प्ले रहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। यो एकदम फ्रेस कन्डिसनमा रहेको छ है। क्यामेरा कुरा गर्दा नि एकदम बवाल रहेको छ, मात्र तपाईँले 7500 मा पाउँदै हुनुहुन्छ। यो भिभो S1 रहेको छन् भने अरू धेरै मोडलहरू रहेको छन्, तपाईँ भिडियोमा हेर्न सक्नुहुन्छ। त्यस्तै हामीसँग भिभो Y12 रहेको छ। एउटा रहेको छ 464 मा रहेको छ भने अर्को 332 मा रहेको छ। त्यस्तै हामीसँग अर्को एउटा पनि रहेको छ 332 मा रहेको छ। यसको मूल्य तपाईँले मात्र 5500 मा पाउँदै हुनुहुन्छ। 464 को भने यो 332 को मात्र 4500 मा पाउँदै हुनुहुन्छ। त्यस्तै अर्को रहेको छ इन्फिनिक्स, एकदम फ्रेस कन्डिसनको रहेको छ, तपाईँले मात्र 3500 मै पाउँदै हुनुहुन्छ है। यो इन्फिनिक्स मात्र 3500 मै पाउँदै हुनुहुन्छ। त्यस्तै अर्का रहेका छन् यी सस्ता आइफोनहरू, आइफोन 6 र 6s रहेका छन् है। तपाईँले 5000 देखि पाउँदै हुनुहुन्छ। आइफोन 6 रहेको छ मात्र 5000 मा भने 6s 6000 7000 यसको स्टोरेज हेरेर तपाईँले पाउँदै हुनुहुन्छ। आइफोन 6s र 6 रहेका छन्। त्यस्तै अर्को रहेको छ यो स्यामसङ A70, जसमा इन फिङ्गरप्रिन्ट डिस्प्ले हुन्छ, डिस्प्ले ओरिजिनल रहेको छ। तपाईँले मात्र 10000 मा पाउँदै हुनुहुन्छ। 100% जेन्युन ओरिजिनल डिस्प्ले रहेको छ, मात्र 10000 मा स्यामसङ A70 रहेको छ। त्यस्तै अर्को रहेको छ आइफोन लभरको लागि आइफोन 7 प्लस रहेको छ है। एकदम फ्रेस कन्डिसनको रहेको छ। एउटा 32GB को रहेको छ भने एउटा 128GB को रहेको छ। 32GB को तपाईँले मात्र 9000 मा पाउँदै हुनुहुन्छ आइफोन 7 प्लस भने 128GB को तपाईँले मात्र 13000 मा पाउँदै हुनुहुन्छ आइफोन 7 प्लस। त्यस्तै अन्त्यमा रहेको छ यो आइफोन 12 प्रो म्याक्स। यसमा डिस्प्ले बजारको ओरिजिनल डिस्प्ले चेन्ज रहेको छ भने फेस आइडी मजाले ओपनिङ गर्छ, टु टोनले चाहिँ काम गर्दैन है। एकदम फ्रेस रहेको छ। डिस्प्ले चेन्ज रहेको छ भने क्यामेरा एउटा चेन्ज रहेको छ, फेस आइडी मजाले काम गर्छ, मात्र तपाईँले कति पाउँदै हुनुहुन्छ। यसको लागि तपाईँले WhatsApp मेसेज गर्न सक्नुहुनेछ।